Hello everyone, good morning everyone. म चाहिँ अहिले कुटुमसाङमा छु। हिजो चाहिँ रात परेको कारणले तपाईहरुलाई कुटुमसाङको भ्यूहरु देखाउन पाइन। अहिले चाहिँ म कुटुमसाङमा छु। अब चाहिँ म यहाँ कुटुमसाङबाट बिस्तारै काठमाडौँतर्फ निस्किँदै छु। तपाईहरु यो दिनजेल मेरो भ्लग हेर्दै गर्नु होला। Till then, keep watching my video. Thank you. हाम्रो विश्व योल्मु थङ ब्लगले चाहिँ बनाएको एउटा काठको बिस्ट बाइक छ है गाइस। यो चाहिँ दामी छ, चढ्दाखेरि छुट्टै फिल आउँछ है गाइस। यसरी तपाईहरु पनि चढ्न चाहनुहुन्छ भने यहाँ आउनु होला, एकदम राम्रो छ। यसले गुड्ने चाहिँ गुड्दैन, दामी छ। ल गाइस, सी यु अन। अब हामी यहाँबाट बिस्तारै बाटोमा के हुन्छ त्योहरू तपाईहरुलाई देखाउने गर्नेछु। त्यो दिन चाहिँ मेरो भ्लगमा हेरिरहनु होला। यो चाहिँ हाम्रो गाउँको मेकानिक मिस्टर लङ योल्मु, यो चाहिँ यता बाइक बनाउँदैछ है। अलिअलि बाइक चाहिँ बनाउनुहुन्छ, तर वर्कसप चाहिँ छैन। तर केही पर्यो भने यहाँ यसो टायर सायर निकाल्ने, अनि मोबिल सोबिल हाल्ने, ब्रेक सेक टाइट गर्ने हैन। इन्जिन चाहिँ बनाउँदैन, अरु गर्छ यता गाइस। सो काहीँबाट यता कुटुमसाङतिर आएर बाइकहरू अलिअलि सानोतिनो प्रब्लमहरू आयो भने होटल गोसाइकुण्डमा आएर सुविधाहरू लिन सक्नु। अगा हाम्रो अब यात्रा कता हो, केही ब्लगमा 2 शब्द जाओस्। हाम्रो यात्रा हाम्रो नुवाकोट, प्यारो नुवाकोटका झिल्के केटो। हामी चाहिँ आज नुवाकोट हुँदै हाम्रो त्रिशुली हुँदै काठमाडौँको यात्रा हुँदैछ। सो गाइस, टिल देन किप वाचिङ माई भिडियो। थ्याङ्क यू। ल गाइस, हामी अब निस्किँदैछौँ है त गाइस। हामी अब यता होटल गोसाइकुण्डबाट निस्किँदैछु। अब हाम्रो काठमाडौँको यात्रा सुरु हुँदै। सानो मामाको घरमा छु होइन। जहिले पनि जब यहाँ आउँछ हामी यहाँ बस्नुको फेरि छुट्टै रमाइलो छ। यहाँ बसेर कप चिया गरेर अलिक टकलाई यसरी हामी चाहिँ अहिले कुटुमसाङबाट हल्का तला चाहिँ रुप्चे बाटोमा पुगेको छु है हजुर। अब चाहिँ हामी यहाँबाट हामी लाटाङतिर जान्छौँ। अहिले चाहिँ हामी अलिकति धलन बाटोमा पुगेको छु। यहाँ चाहिँ धेरै पछि आएको म। यहाँ एकदम पिच भन्दा पनि धलन बाटो गरे रहेछ। अब यहाँबाट अलिकति बिस्तारै तल। गाइस, हामी चाहिँ अहिले लाटाङ भिलेज पुगेको छु। यहाँ चाहिँ एउटा स्पेसल ठाउँ छ गाइस, स्पेसल ठाउँ छ एउटा। त्यो चाहिँ म तपाईँहरूलाई अहिले देखाउँछु। अनि तलै पुगेर अलिकति यसमै नजिकबाट देखाउँछु म तपाईँहरूलाई। यहाँको स्पेसल चिज भनेको रिसेन्टली अहिले बनिरहेको एउटा बुद्ध पार्क, यहाँ बुद्धको स्ट्याचु भनौँ भन्दैछ। यो चाहिँ यस्तो छ, दामी छ, दामी छ है। अहिले चाहिँ हामी छुबार स्कुल नजिकै पुगेको छु। स्कुल चाहिँ हाम्रो यहाँको ठिकै छ। अब बाटो भनेको चाहिँ त्यही ओह्रालो है गाइस। ओह्रालो गर्दै हामी भन्न बेसी समुन्टार नुवाकोट बुद्धिस्टर गाउँपालिका पुग्दैछु। बाटो चाहिँ यस्तो छ, ग्राभेल गरे रहेछ, भर्खर गरे रहेछ नयाँ ग्राभेल।
मेला हुने कति बेला हो काका कुन बेला हो मङ्सिरको पूर्णिमा जे त्यहाँ एकदम ठुलो मेला हुन्छ लुप्चेश्वर महादेव मेला तपाईहरु पनि मङ्सिरको पूर्णिमाको दिन चाहिँ आउनु होला एकदम ठुलो मेला एकदम महादेवको एकदम कहानी छ महादेवको एकदम कहानी छ त्यो कहानी चाहिँ मलाई पनि राम्रोसँग थाहा छैन तपाईहरु यहाँ आएर बुझ्नु होला अनि लाइक रमाइलो हुन्छ गाइस हामी राउत बेसीबाट हल्का तल आइसकेपछि चाहिँ अलिकति बाटोको काम भइरहेको छ अनि यहाँ अब एकछिन हामी वेट गरिरहेको छौँ हामी समुद्र बजार कटेर त्यहाँबाट माथि अब हाम्रो महादेव मन्दिरतिर जान्छौँ हामी चाहिँ अब त्यहाँको रोडबाट माथि जान्छौँ है गाइस माथि जान्छौँ अहिले खोज तर्दैछौँ हामी हामी चाहिँ अब यताबाट लुप्चेश्वर महादेव तर्फ लाग्दैछु भर्याङ चढेर काका कस्तो फिल भइरहेको छ आनन्द ब्लेस होइन अब अस्ति भर्खर आएको थियो मङ्सिरमा त्यतिखेर त यहाँतिर प्याक थियो मान्छेहरू अब मङ्सिरको पूर्णिमा चाहिँ यहाँ के हुन्छ भन्दाखेरि पुरा गीत गाएर होइन नाच्छन् त्यसपछि यहाँ जुन चाहिँ पछाडि देख्नु भइरहेको छ नि तपाईँहरूले चौरहरू यहाँहरूमा चाहिँ सबै होटेलहरू हुन्छ हाम्रो भाषामा थार्पु भन्छ अनि तपाईहरु सम्पूर्णलाई लुप्चेश्वर महादेवले रक्षा गरून् अनि चाहिँ हामी अब जुत्ता सुत्ता फुगालेर हाततिर लाग्छौँ तपाईँहरू हेर्दै गर्नु होला है हामी अब जुत्ता सुत्ता फुगालेर हात खुट्टा धोएर मन्दिरतर्फ लाग्दैछु यहाँ चाहिँ माथि भिडियो गर्ने चाहिँ मिल्छ मिल्दैन थाहा छैन गाइस मलाई तर सकेसम्म म तपाईँलाई देखाउने छु है गाइस अब हाम्रो माथि पूजा चाहिँ सबै सकिएको छ अब चाहिँ हामी तल धुपसुप बत्ती बालेर अब हामी बिस्तारी मन्दिरबाट बिदाई लिएर हरेक भगवान्लाई हाम्रो सम्पूर्ण भ्युअर्सदेखि लिएर सम्पूर्ण हाम्रो परिवारजनहरूलाई महादेवले रक्षा गरून् सोचेको सबै काम पुरा होस् गाइस यो फोनहरू चाहिँ खानु हुँदैन फोन चाहिँ डस्टबिनमा खानुपर्छ गाइस हामी यहाँबाट अब बिस्तारी तलतिर लाग्छौँ फोहोर चाहिँ सबैजनाले यहाँ फ्यालिदिनु होला डस्टबिन छ यता सकेसम्म किनकि हामी फोहोर फ्याल्नु हुँदैन हामी अब मेरो ब्लगको सुरुवात नै हाम्रो मन्दिर दर्शनबाट भएको छ त्यो कुरामा म एकदम गर्व फिल गर्छु आफूमा किनकि त्यहाँ चाहिँ हाम्रो रिजोर्ट छ है अगर तपाईँहरू यता आएर बास बस्न चाहनुहुन्छ भने जस्तो लाग्छ त्यो रिजोर्ट नै हो होइन दामी रिजोर्ट छ है गाइस रिजोर्ट खोला छ स्विमिङ गर्ने भयो हामीसँग अलिकति पर नेचुरल स्विमिङ पुल पनि छ म चाहिँ माथि ज्याकेट बिर्सेर लिन गएको फेरि तर्फ फर्किँदैछु काका चाहिँ उता जल खाँदै हुनुहुन्छ अब हामी
बिस्तारै महादेव भगवान्लाई बिदा माग्छौँ बिस्तारै हामी लाग्छौँ यहाँबाट सो गाइज कस्तो लाग्यो मेरो ब्लग प्रतिक्रिया दिनु होला तपाईहरुले लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब टु माई च्यानल गाइज टिल देन कीप वाचिङ माई भिडियो आई एम साइनिङ आउट फ्रम गुप्तेश्वर महादेव मन्दिर गाइज अब चाहिँ यता समुन्टार अलिकति कटेर तल आइसकेपछि चाहिँ अब म अलिकति अब अलिकतिसम्म चाहिँ म चलाउँछु त्यसपछि फेरि काकालाई सिफ्ट मिलेर अब चलाएर अब जानु है त गाइज हेलो गाइज हामी चाहिँ अहिले चोरमा पुगेछौँ है अब चाहिँ हामी काठमाडौँको नजिकै पुगिसकेका छौँ अब हामी बिस्तारै सोफातर्फ जाँदैछौँ अहिले चाहिँ वेदर एकदम राम्रो छ घाम लागिरहेको छ अलिअलि तल हावा आइरहेको छ अब म 15 मिनट जतिमा चाहिँ हामी स्वयं पुग्छौँ होला हाम्रो अगाडि चाहिँ बस गइरहेको छ एउटा अनि अगाडि चाहिँ ट्राफिक मामाहरू पनि रहेछ ट्राफिक मामाहरू बसिरहेको छ अब उहाँहरूले हामीले चेक गर्नुहुन्छ हुन त एसी गाइस उहाँहरू टोटल 3-4 जना रहेछ रोकेन मामाहरूले हेलो नमस्ते सम्पूर्णलाई आजको यो मेरो ब्लग यतिसम्म हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजको यो ब्लग यही टुङ्गाउन चाहन्छु ब्लग कस्तो लाग्यो तपाईँहरू सम्पूर्णले कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला र लाइक सब्सक्राइब पनि गरिदिनु होला र अझै पनि योभन्दा पनि अलिकति रमाइलो लाग्ने भिडियो अवश्य आउनेछ त्यही दिनको लागि आक्वा हेर्नु अफिसियलमा जोडिरहनु होला धन्यवाद।